नमस्ते। म फेरि आज पनि हजुरहरूको माझमा मिनी भ्लग स्टार्ट गरिसकेको छु अनि आज पनि म रुमको सबै कामहरू सकेर बेबीलाई स्कुल लानको लागि रेडी भइसकेँ। अब नानीको नास्ता पनि मैले रेडी गरिसकेँ। नानी भने तलतिर गइसकेको छिन् अनि नास्ता यो भने पानी अनि यो ब्याग सबै रेडी गरिदिइसकेँ। अब म नानीको ब्यागमा सबै राखिदिएर तलतिर जान्छु, नानीलाई स्कुल लिएर जान्छु। हजुरहरूले अन्तिम समय हेर्नु होला आजको दिनभरि म के कसो गर्छु। साथीहरू मैले लगाएको फुलहरू कति राम्रो फुलिरहेको छ अनि यहाँ स्ट्रबेरी पनि छ। यो हाम्रो वाटरमेलन हो। यो यहाँ पनि छ फुल र एलोभेरा अनि यहाँ पनि छ कति राम्रो फुलिरहेको यो एलोभेरा। यो पत्थरी झार भन्छन् यसलाई। यहाँ पनि छ यस्तो राम्रो धनियाँ पनि यतिको भएको छ। यहाँ हेर्नु न कति राम्रो फुलिरहेको छ। यहाँ पुदिना हुन लागेको छ। यहाँनिर म स्कुल जाँदै खै देखाउ त नै आऊ 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 ल नानी र भान्जी भएर सँगै स्कुल जाँदै थिएँ अनि बाटोमा फेरि उनीहरूको साथी पनि भेटिनु भयो। अब सबैजना सँगै जान्छन् अनि सबैजना सँगै हिँड्दा हिँड्दै स्कुल पनि आइसक्यो। यो उहाँहरूको स्कुल हो। अब उहाँहरू खुसी हुँदै हुँदै तिनजना भएर स्कुल जाँदै हुनुहुन्छ। हेर्नु न कति मिलेर जानुभएको छ। एकदम मिल्नुहुन्छ तिनजना। अनि यो भने स्कुल हो। स्कुलको गेटनिर आइसकेको छ अनि नानीहरूले अब हामीले यहाँबाट नानीहरूलाई छोडिदिनु पर्छ। नानीहरूले बाई बाई पनि गर्दै हुनुहुन्छ। अब त्यहाँ गएर हामी भित्र जान पाइँदैन, गेटबाट भित्र जान पाइँदैन। सो हामीले ब्याग नानीलाई बोतल सबै दिएर छोडिदिन्छन् अनि नानीहरूले ब्याग पनि बोक्नुभयो, बोतल पनि छोड्नुभयो। अब दुईवटा जानुहुन्छ क्लासमा। भान्जी पहिले जानुभयो अनि नानीको साथी र नानी भने पछि। नानी छोडेर आज पनि मासुको अचारको अर्डर थियो। सो म मासु लिन गएँ अनि सामानहरू पनि लिएँ। त्यो सामानहरू लिएर अब म घरमा आएर खोल्दैछु मासु। आज पनि मासुको अचारको अर्डर थियो। सो मैले मासु पनि लिएँ अनि रुममा खाने अलिकति सामान लिएँ। यो पिताम्बरी, तेल, लसुन, नुन, जिरा, मेथी, अदुवा अनि प्याज यो सबै सामानहरू लिएर आएँ। अब म मासुको अचार बनाउनको लागि रेडी गर्छु। यो हो हाम्रो आजको मासु। मासु लिएँ अनि मासु लिएर मैले अब यो मासुलाई अचार बनाउनको लागि बाटामा राख्छु र बाटामा राखेर त्यसमा नुन बेसारहरू सबै हालेर केही बेर त्यसलाई भिजाउन राखिदिन्छु अनि केही बेर त्यसमा नुन बेसारहरू भिजेर पछि नुन बेसारहरू हालिसकेपछि हो अब यसलाई म फ्राईमा फ्राई गर्छु। म कराईमा थोरै थोरै गर्दै हाल्दैछु। मैले जति लिएको मासु दुईचोटिलाई हुन्छ। सो मैले यसलाई दुईचोटि फ्राई गर्नुपर्छ। त्यसैले अहिले थोरै मात्र फ्राई गरेर राख्छु अनि हाम्रो मासु रेडी भइसक्यो। पर्ने हुन्छ। आजको मेरो मिनी भ्लग यहीँ इन्ड गर्छु।